हेलो गाइस, नमस्ते टासिदे लेक सबैजनालाई। सबैजना आरामै हुनुहुन्छ र होपफुल्ली। अनि धेरै पछि मैले आज भिडियो गरेँ। धेरै भयो भिडियो नगरेको होइन, कन्टिन्यू गर्नु मन लागेको थियो। त्यस्तै कामले गर्दा कन्टिन्यू पनि गर्नु पाएन। अनि अहिले चाहिँ तपाईँको आज चाहिँ के भन्नु गइरहेको छु भने चाहिँ हाम्रो दुबईको लाइफ, म दुबईमा कामको बारेमा अथवा मेरो पर्सनल कामहरू यताउताको बारेमा चाहिँ थोरै म भिडियो मार्फत भन्नु गइरहेको छु है। अब मेरो चाहिँ कस्तो छ भने तपाईँको दुबईको यो ओभर करिम भन्छ, सेम ट्याक्सी जस्तो। यो ट्याक्सी नै भनौँ न, तर यसमा चाहिँ कुनै लोगो हुँदैन ट्याक्सीको होइन। ओभर करिम भनेर यो चाहिँ अलिकति महँगो छ अरू नर्मल ट्याक्सी भन्दा पनि। अनि त्यो कामहरू अस्तितिर लास्टै नै भएको थिएन किनकि हाम्रो त्यो बमबारी कारणले गर्दाखेरि त्यसरी कामहरू भएको थिएन राम्रोसँगले। अनि अहिले पनि स्टिल आज अप्रिल 13 तारिक हो होइन। आजबाट अलिअलि कता हो कि जस्तो, मतलब किनकि एक हप्ता जति कुनै पनि इमर्जेन्सी अलार्महरू बजे थिएन। अनि त्यस्तो धेरै अब केही डाङडुङ भएको थिएन। अब शान्ति हुनु लागेको छ नि त, त्यही भएर अलिअलि मान्छेहरू बाहिर निस्किरहेछ। खासमा भन्ने हो भने यो पनि सिजन हो, यो टाइममा पनि एकदम बिजी हुने सिजन हो। तर यो साल चाहिँ यस्तै भयो है, ब्याड लक सबै कन्ट्रीको लागि। अनि सबैभन्दा नि अब त्यहाँ हाम्रो यहाँ चाहिँ त्यस्तो भएको छ है। अनि तपाईँको अब यो टाइममा हामीले राम्रो कमाइ हुन्थ्यो, अब यसपालि चाहिँ खासै कमाइ भएन। अस्ति त्यो बमबारी भएदेखि केही गरेन कामै। आज चाहिँ मैले स्टार्ट गरेको फेरि। अनि आज अप्रिल 13 तारिक अलिअलि भइरहेछ भनौँ न एपबाट। अनि प्राइभेट ट्रिप चाहिँ कुनै पनि गरेको थिएन, छैन पनि। अनि यो चाहिँ हाम्रो ओभर करिमको एप चाहिँ यसमा छ। मैले चाहिँ बिहानदेखि कति ट्रिप गरेको भने चाहिँ तपाईँको एकछिन गाडी रोकेर देखाउँला है। अनि त्यस्तो छ हाम्रो दुबईको लाइफ। एकदम अहिलेको अवस्था एकदम हाम्रो मात्र होइन, सबैको एकदम होइन। बिजनेसहरू लस्ट भएको अनि नचलेको त्यस्तो भइरहेछ युद्धको कारणले गर्दाखेरि। अनि के भन्छ, म चाहिँ अब यहाँ साउदी जर्मन हस्पिटल पुग्यो। यो चाहिँ हाम्रो कन्ट्याक्ट छ। यहाँबाट चाहिँ हामीले अफलाइन पनि कस्टमर समातेर लानु पायो क्या। अनि त्यस्तो हो, माथि मान्छे बसेको छ, हामीलाई समातेर कस्टमर दिन्छ। अब बाहिर घुम्नु पेट्रोल खर्च हुन्छ, त्यही भएर यहीँ बस्ने हो पार्किङ खोजेर। अनि पार्किङ पनि फ्री हो यहाँ। अनि त्यसपछि पार्किङ फ्री छैन। अब पार्किङ फ्री नभएपछि कहाँ जाने भन्दाखेरि अब त्यस्तै छ नै। म पहिला पार्किङ खोज्छु है त। ल पार्किङ खोज्दा बल्ल पाएँ है। इमर्जेन्सी साइडमा यतातिर पार्किङ खोज्दै भिडियो गर्नुले भिडियो लङ हुन्छ, त्यही भएर ल एउटा पार्किङ पाइसक्यो होइन। अब ढुक्कले बस्ने हो। अनि अब कि त अनलाइनबाट बुकिङ आउँछ कि त माथिबाट मेसेज गर्छ है। हाम्रो चाहिँ यस्तो छ, माथि हेर्ने मान्छे छ। अनि यस्तो छ हाम्रो अर्निङ चाहिँ कस्तो भयो भने आज बिहान म 8 बजी निस्केको, 8 बजी स्टार्ट गरेको। अहिले 4:12 भइसक्यो है। 5 ट्रिप गरेँ मैले बिहानबाट। आज अप्रिल 13 तारिकमा चाहिँ एकदम पहिला त यो टाइममा तपाईँको 400-500 हुन्थ्यो कि, त्यो पनि त्यति नकुदिकन। त्यस्तो छ। अब बुकिङ ट्याक्क आयो भने चाहिँ जाने हामी चाहिँ। बुकिङ नआएसम्म चाहिँ यहाँ पार्किङमा बसिराख्ने। त्यो चाहिँ हाम्रो हस्पिटल। अनि त्यस्तो छ अहिले चाहिँ सिचुएसन दुबईमा। एकदम मान्छे छैन, मेन त टुरिस्ट छैन क्या। अब यहाँ अलिकति हुने भनेको यस्तो कुराहरूमा अब टुरिस्टले हो गर्ने भनेको, टुरिस्टै छैन। यहीँ बस्नेहरू काम गर्नेहरू छ। अब उनीहरूको नि बिचरा कतिपयको त कम्पनीले कामहरू रोकेछ होला, कतिपयको छुट्टी पठाएको छ, कतिपयको कामहरू चलेको छैन, स्टिल अफ छ अझै पनि। त्यही भएको कारणले अनि गाह्रो छ जो सिचुएसन। केही दिनसम्म चाहिँ अब ठिक होला
सो हुनु नै पर्छ अनि त्यस्तै छ अनि आजको भिडियो चाहिँ धेरै लामो हुन्छ होला सानो छोटो मिठो भिडियो आफ्टर लङ टाइम पछि धेरै पछि है आज चाहिँ मेरो बारीमा मैले चाहिँ डेली काम चाहिँ के गर्छु भन्दाखेरि दुबईमा चाहिँ उबरको ड्राइभर गर्छु राइडर राइड लिन्छु अनि राइट ठाउँमा पुर्याउने काम चाहिँ मेरो हो त्यस्तो छ अहिलेको सिचुएसन रोडहरू एकदम फ्री छ क्या खाली छ क्या अस्तितिर लास्ट ट्राफिक हुन्थ्यो अहिले एकदम खाली छ है अनि त्यति भन्दै अब मेरो भिडियो पनि यहीँ इन गर्छु किनकि लामो भिडियो हुन्छ फेरि होइन यस्तो छ यहाँको सिचुएसन चाहिँ गिरिन अब बस्छु कतिसम्म भने अब अझै 20 मिनट जति वेट गर्छु त्यसपछि मरिनातिर घुम्नु जानुपर्छ एउटा ट्रिप त एयरपोर्ट जाने ट्याक्कै लाग्छ होला भने आश गरिरहेको छु है अनि गाह्रो छ सिचुएसन एकदम कमाउने गाह्रो छ पैसा कमाउनुलाई अनि ल यति भन्दै अब म भिडियो चाहिँ इन गर्छु आजको लागि चाहिँ यति नै है म त कस्तो हाँस उठिरहेछ मैले भिडियो गर्दाखेरि लाज पनि लागिरहेछ अनि मन पर्यो भने लाइक गरिदिनु होला त्यस्तै छ बाई